हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। होइन, मान्छे त अलि राम्रो भयो चाहिँ लाउँथ्यो, यो क्यामेराले के देखाएको। अनि धेरै पछि म भ्लग लिएर फेरि आइसकेको छु है। म चाहिँ अहिले अब भर्खर गएको सकेर कामतिर जाँदैछु। भर्खर के भन्नु, 2 घन्टा भइसक्यो गएको सकेर ट्रेन चढ्यो आयो। कामतिर जाँदैछु। आज साथीहरू पनि कोही छैन। त्यही भएर म एक्लै भ्लग बनाउँदै हिँडिरहेको छु। त्यो चाहिँ हाम्रो बहिनी दौड्दै आइरहेछ। म भ्लग गर्दै हिँडेको। के छ अनि गएको सकेर खाना पनि नखाइ आइदिएको। अनि गएकोतिर पढाइ कस्तो भइरहेछ? अनि जापान कस्तो लागिरहेछ? जति सोचेको थियो कि त्योभन्दा बढी छ कि खत्तम छ कि कस्तो छ? बट यहाँ चाहिँ कस्तो लागिरहेछ? कहाँ हो, कहाँ कुन कुनाले राखियो जस्तो होइन? बिहान उठ्यो, झोला बोक्यो, बिग्रियो चिया हो अर्का त्यो। ल म मात्र एक्लै भनेर आज तिमी पनि एक्लै रहेछ त। गाडीमा यस्तो निन्द्रा लागेको थियो कि सुत्छु भनेको एक्लै छु। फेरि सत्य तिमी साथीहरू कहाँ गएर आज? साथीको छुट्टी। ए नत्र त हिजो तिम्रो बिदा थियो होइन? सिट ढक होइन? अहिले त 5 बजेबाट अरू पनि हालेको रहेछ है। 5 बजेबाट कति धेरै हालेको छ हौ। बट हामीलाई थप्दिन्न है। नाइटमा पनि त्यस्तै नयाँ छ। अरू के भन्नु? जापान आसी चाहिँ भ्लग गर्न छोडेको। अनि आज एक्लै भएर भ्लग गर्थेँ। नेपाल हुँदा बाइक कुदाउँदै भ्लग गर्न त मजा आउँथ्यो। यहाँ आएर अब कुदाउने भने साइकल। त्यही पनि साइकल पनि किनेको छैन अझै। के काम अब गएको जानु बिहान 2टा दिन से चेन्ज नगरी हुँदैन। यता आउनु 2टा दिन से चेन्ज नगरी हुँदैन। चलाउने कति बेला? अब किनेर के युज भएछ त? गएको जान एकीमा राख्यो। घुम्नु जानुपर्ने थियो साइकलमा खरेर। अनि बजार त्यति टाढो त छैन, त्यही पनि अब किनेपछि युज त गर्नु पर्यो नि। त्यस्तै हो। अब बिहान उठ्यो, साँझ त रुम पुग्ने। बिहान 8 बजे हिँड्यो, साँझ 9 बजे रुम पुग्ने। ठ्याक्क 13 घन्टा। त्यसपछि कता जानु कता? दाइ आज खाजा खाना म उहीँ हाका खाएर आउँछु कि। हिजो कामबाट गएर सुते भयो थियो नखाइकन। अनि त्यही भएर बिहान भोक लागिरहेको थियो। गएको सक्ने बित्तिकै खाजा खाएर निस्केको। ए युट्युबमा मैले त सब्सक्राइबर भेटिसकेँ है। खासै सब्सक्राइबर नभए पनि मेरो च्यानल चाहिँ यही हो होइन? यी स्याङ्जाली अनलाइन भनेर आउँछ। सबैजनाले यहीँ हेरेर हाम्रो बहिनीले चाहिँ फ्याट फुड लाइक कमेन्ट सेयर सब्सक्राइब हानिहाल्ने। थ्याङ्क यू सो मच फर 1 सब्सक्राइब। यस्तै गरेर बढाइदिँदै जाऊ होइन? आज त्यसको छुट्टी।
हामी चाहिँ अब खाइसे पनि पुग्न अझै टाइम छ भन्नु पर्यो। देख्दै यहीँ नजिक देखिन्छ तर कत्रो टाइम लाग्छ अनि हेर्दा त ऊ त्यही अगाडिको बिल्डिङ हो। के गर्ने हिँड्दै जाँदा अझै 20 मिनट लागिहाल्छ। छाता ओड्न हावाल दिँदैन नउडौँ घामले डढाउँछ है। हुन्छ त्यो गोरा मान्छेलाई प्रब्लम हो कि हामी जस्तालाई त्यही न घामले डढाउला भन्ने पिर छ। म पनि अर्को महिना बाइकको ट्रायल दिन जाने हो। यो ठाउँ चाहिँ हाम्रो दोसु भन्छ, फुगोका दोसु। यता हुने त खासै सब्सक्राइबर हुनुहुन्न होला, त्यही पनि यसो हेरेर ठिक यो नेपालभन्दा फरक नै छैन। त्यो बुटोल कटेसी उता चितवन पुगन्जेलको फाँट छ नि त्यस्तै यता पश्चिम लाग्दा जस्तो। घर मात्र फरक, घर र बाटो होइन नि। धान त्यही हो, रोपाइ त्यही हो। तर अहिले त बाटो पनि यसो अलिक बनाउन थालेको छ हौ नेपालमा। नेपालमा पनि अहिले बाटो त अलि छ के अरे। कहाँ रह्यो तिम्रो घर? झापा। ए आज झापाली र सेङ्जालीको भेट भएछ त। तर मलाई गफ हान्नु आउन। झापाली पनि सोझा हुन्छ नि र। हुँदो रहेछ बिचरा म। त्यो त आफूलाई भनेपछि त यसै त झापाली प्रुफ गरिसक्यो नि। मेरो नियनको गएकोमा थियो के झापाली साथीहरू। म भेटाइदिउँ, अझै पनि छ त्यही नियनको गएकोमा पढ्ने केटाहरू। यस्तै छ। सेनमन गएको भने गयो, अब त सेनमन आयो नियनको पढ्न पर्दैन भनेर ढुक्क भएको त के नियनको गएकोमा के नियनको पढाइ भएको थियो अरे। 5-7 वटा नियनको नै पढाइदिन्छ। 14-15 वटा बुक हुन्छ सेनमनमा। लेभल भन्नाले नियनको N1 N2 भने म चाहिँ अहिले N2 दिएको। N2 चाहिँ खुलित्त खाइएछ। अब चाहिँ फेरि N2 दिने हो। जुनिगा छु म। 2 पटक N2 दिइसक्यो। इक्जाम नदिई त अब तिमीहरूको कति छ र? अर्को सालको यति बेला सेनमन फिक्स गरिसक्नुपर्छ। सेनमन कता फुकुओकामै बस्ने कि? सबसे बेस्ट हो नि हिकोसी नगरेको बेस्ट हुन्छ क्या। पछि त्यो ठाउँ नछोड्दा क्या। अहिले जस्तो कि तिमीहरूले यही काम गरिरहेछ नि होइन, यही काम गर्न पाउँछन् लगातार। तिमीहरूको गएको सकिए पनि बिदा सिधा केही भएन नि त। गएको सकियो, काम अर्को खोज्नु पर्यो भन्ने तनाव पनि भएन। ल अब अर्को ठाउँ जानलाई रुमको किमनी, रुम खोज, यताउता गर भन्ने तनाव नै भएन नि त्यो त। हाम्रो त्यस्तै गर्दा फेरि लगभग होइन यो बसाइ सर्दा मात्र 3-4 लाख आसपास भेट्छ क्या। त्यसपछि उता पुरानो रुमको अनि त्यो सब रिपेयर गर्नको लागि तिर्नुपर्ने हुन्छ। त्यो हुँदा एकैपटक सुसोकै भइसकेपछि सर्ट बेस्ट। अरूभन्दा त फुकुओकामै सस्तो होला त पर्छ होइन? लाग्छ जस्तो कि अब तिम्रो सिटीमा कमाइ नहुने होइन, कमाइ पनि हुन्छ होइन, खर्च त्यही अनुसारको हुन्छ। यहाँ तिमीले महिनाको 40,000-45,000मा कोठा पाउँछ भने सिटीमा गर्थ्यो हुँदैन। हिजो हामी रुम हेर्नु गएको कि त्यही 40-45,000मा नि केही नै छैन हौ। सामानहरू त केही हुँदैन नि त, आफै हो। फेरि हाम्रो यो एसी दिन्छ बस, त्यही हो। बेकुतिर बस्ने साथीहरूलाई चाहिँ दिएछ अरे। फेरि अब त्यस्तै कोठा हेरेर यस्तो हो, त्यो कोठा हेर्दा फेरि कुन कम्पनीहरूसँग क्या कुनमा लिएको भन्ने हुन्छ। त्यो म पनि रुम लिँदा फेरि एसी बाहेक केही थिएन, अरू सब आफैले गरेको। त्यही हो, सराइ गर्नु भन्दा एक ठाउँ फिक्स भएर बस्यो भने
पैसा पनि बच्छ आफूलाई पनि सजिलो। तिमीहरूको अनि गएकोलाई होस्टल फी जम्मा 6 महिनाको हो। नेपालबाट कति हालेर आएको? 2.5 मतलब टोटल के 1370 लियो नि। 1370 लास्टै महँगो रहेछ। अहिले आउनेहरुको त नि झन् 14 पुगेको छ। होस्टल 6 महिनाको है। म आउँदा फेरि नियनकोमा हैन म लगभग त्यस्तै 12 समथिङ थियो हैन। 12 समथिङमा चाहिँ होस्टल फी 1 वर्षको र गएको फी 1 वर्षको थियो। अरु गएकोहरुको त राम्रै छ नि, हाम्रो मात्रै गएको। गएकोको नाम के रे? जेडीआर हो। जेडीआर 0 गएकोको नाम नै 0 छ। अनि ए जापानको नियनको गएकोहरुको के हैन? ए सुन न, जापानको नियनको गएकोको भनेको नेपालीलाई लुट, विदेशी ल्याऊ लुट, घर न घाटको बनाऊ पठाऊ। अहिले त भर्खर इस्नेन्सै छ, खासै त्यो पैसा कामबाट आए पनि अलिअलि पठाउने भने यही बेला हो। निनेन्सैमा लासै गएको फी यताको नियनको गएकोको अहिलेसम्म पठाएको त छैन के हो। सेनमुन गएको फी फेर कोठा लास्टमा तिमीले महिनामा 1.5 लाख कमाउँछ भने 10,000 आफ्नो लागि बच्दैन। नर्मल्ली अहिले हेर न, आउन जानुको यो ट्रेनको त्यही कि मात्र कति 20,000 छ है। हाम्रो त अलिक धेरै छ नि, 29,000 कति रुपैयाँ छ। तिमी बेफुबाट आउने होइन? त्यस्तो गर्ने हो भने त मेरो पनि अब बिहान यो कामको मात्र कुरा गरे 20,000 त हाकाताबाट यताको। हाम्रो बेफुदेखि नै दिन्छ नि। बेफुबाटै पाउँछ त्यो भयो बेस्ट। हाम्रो कम्पनी पनि फाइनल्ली नजिकै आइयो, तर अझै घुमेर जान चाहिँ टाइम लाग्छ। konnichiwa। तर यो जापानमा बाटो बनाउँदा के गर्दा चाहिँ कहिले पनि बाटो बन्द गरेर बनाउँदैन क्या। सानो सानो पुन्टे है। काम फेरि यस्तो ढिला हुन्छ कि है, यति गर्नको लागि लगभग 2 महिना भयो होला होइन। काम फेरि राम्रो गर्छ, 2 महिना भयो यहीँ डोजर ल्याएछ कुटु 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 यति बाटो बनाउन होइन। त्यही पनि बनाएर नसक्दै भत्किहाल्छ नेपालमा त। जापान आएर सिक्यो भने चाहिँ हो यो पुन्टे डोजर चलाउन चाहिँ सिक्यो। आउँछ। पहिला त्यो यासैमा काम गर्थ्यो कि नियनको गएको हुँदा, त्यति बेला चाहिँ त्यो क्याप्सिकनहरूको बुटोहरू हुन्छ नि, त्यसलाई यस्तै डाँडो बनाएर फाल्दा फेरि सम्याउनलाई चलाएको थियो क्या। हिउँ परेको बेला डोजर चलाएर बस्दिन्थे। फुकुओकामा खासै पर्दैन, तर पहिला म भएको ठाउँमा चाहिँ घोडा आउँथ्यो। यहाँ फुकुओकामा हुँदैन त्यस्तो, बढी चाहिँ हुँदैन, अलिअलि पर्छ अरे। म पनि नआएँ हो फुकुओकाको लागि त। हिउँ पऱ्यो भने त अब ट्रेन रोकिदिन्छ है, जान आउन तनाव। यहाँ हामी सँगै काम गर्ने अरू चाहिँ यताबाट आइरहेको छन्। यो लामो बाटो चाहिँ किन घुमेको होला नि कि मान्छेहरू? त्यो कहाँ छोटो छ यो भन्दा? किन नि त्यहाँ फुलमुल लुकेर बसे? फाइनल्ली हाम्रो काम गर्ने ठाउँ चाहिँ यही हो। AMAZON अमाजोन। अब यहाँबाट अगाडि चाहिँ भिडियो बनाउनु पाइँदैन, त्यसैले वेलकम टु दी गुड नाइट। ए ल बाई बाई।
यति भएपछि अब यहाँबाट माथि चाहिँ हामीले भिडियो बनाउनु पाइन्न। यतिमै इन्ड गरेँ मैले फर्किनु बेला है। फेरि गर त हस् त धन्यवाद। रोक है। म चाहिँ राइनी परे के पो भन्छ राइनीमा सेवारो हो के ल सेवा itu kono video見てと思いますからそういうことをちょっとコメントにもお願いいたします。ではさよならまた会いましょう。